हेलो गाइज, आज चाहिँ हाम्रो पुर्ख्यौली पूजा वन पूजा भन्छ होइन। हाम्रो पुर्खादेखि गरिआएको, त्यसैले हामी यता तल वनतिर झरिरहेको छौँ पूजा गर्नुको लागि। यहाँ चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा म चाहिँ हाम्रो गङ्गा तुम्बाहरूको फर्ममा पुगिरहेको छु। यहाँ म फर्म पनि हेर्दैछु होइन। अहिले अरू बुबा बाजेहरू आउँदै हुनुहुन्छ। म चाहिँ अलिक छिटो दाइसँग बाइकमा आएको थिएँ, दाइले पुऱ्याएर फर्किसक्नुभयो। फर्म हेरौँ न त है कहिले कस्तो रहेछ, पूजाको भएर हेर होला। यहाँनिर चाहिँ सुरुवात हुँदैछ होइन। यहाँनिर यो लिचीहरू रोप्नु रहेछ, आँपहरू छ। यहाँनिर थुक्पा सिँचाइ पानी सञ्चालन कलेक्सन गर्दै रहेछ होइन। उहाँले चाहिँ यस्तो कटेजहरू राम्रो बनाउनु भएको छ। बाथरुम अनि यता बस्ने ठाउँ होइन। यतापट्टि सब्जीहरू हाल्नु रहेछ। अनि हाम्रो लिफ्ट सिँचाइ के अरे नि, खानेपानी लिफ्ट सिँचाइको पाइप होला होइन। अनि यहाँ एकदम शीतल हावा दिने आँपको बोट पनि छ। यो पार्टी रहेछ, बस्ने पार्टी जस्तो छ। तर हेर्दा वस्तु राख्नुहुन्छ होला साइडमा। अनि यो पारी औसी डाँडा सिरान है, तर एकदम माथि हामीले पूजा गर्ने चाहिँ यहाँ तल हो। हेर्नु त कस्तो छ। यो पारी डाँडामा चाहिँ अस्ति नै आगो लाग्यो भएर होइन, माथि यो घरहरू छेउछेउसम्म पुगिरहेको थियो होइन। तल कतादेखि लागेको अरे आगो छ देखियो कि खै माथिबाट आगो छल्केर तल आगो कि के चाहिँ थाहा भएन होइन। सबै आगो लागेको थियो। डाँडा यस्तो छ। पहाड भनेको पहाड है। आजको रोस्ट बनाउने दाइ चाहिँ हाम्रो साल्दै ओके छ त। अरे के छ अरे ओके छ त। अब रोस्ट त अब खै अब यता कलेजी मात्रै रहेछ नि। कलेजी यसलाई चाहिँ कतिखेर आयो त्यसको त बाँकी नै छ। माल्दै कस्तो भयो त रोस्ट? दामी छ, पाक्यो अरे। यो चाहिँ हाम्रो पिकनिक है ल होइन। हाम्रो बाजे बसिराख्नु भएको छ, बुढो बाजे। हाम्रो तुम्बा बुबा दाइहरू सबै नि काका पर ल। हामी चाहिँ यो रोस्ट चपाउँदै अहिले ल। यो विङ्सहरू छ, त्यहाँ पाक्दै पनि छ। उता कता के खानु भएको एवान छ? मन दाजु कस्तो लाग्यो त? आजको पिकनिक दामी होइन।